Hello and namaste guys, welcome back to our new vlog. This is your boy Mr. Tekras Welcome to our match new day with a new vlog. को साथ माइक सकेको छु गाइस जरुर है अनि आज चाहिँ यसको भनौं न मेरो हिजो छुट्टी थियो आज एउटा के त होलन्ड आइतबारको दिन गाइस छु हैन म चाहिँ अहिले तपाईलाई थाहा नै होला इन्टर्नशिप गरिरहेको छु मैले इन्टर्नशिपको लागि जानु पर्ने हुन्छ मलाई बिराज छु त्यही भएर बिहानै उठे त सले उठे त सले बिहानै त उठ्छ नि हैन त्यही हो बिहानै उठे खाना साना खाए ओरे भखर भनौं न अनि यसो नुहाए अनि त कपाल यस्तो तेल हालेर मिलाइदिए हैन ब्रस गरे त्यही भएर अब हिँड्न आएको छु त्यही यसो हिँड्नु भने अहिले त भ्लग त स्टार्ट हान्नु पर्यो नि मैले त्यही भएर भ्लग स्टार्ट हान्ने गएछु भनौं न त्यही मेरो हेलमेट चाहिँ यहाँ छ अब बिराट चोकसम्म लाग्नु पर्ने हुन्छ यार अब म हेलमेट नाकेर यो जडान गर्छु यो मेरो माइक रोड गाइसहरु हैन कहाँ राखौं भन्दैछ यार जहाँ राखे पनि गाइस राख्न ठाउँ छैन यहाँ राख्न पायो भने यतातिर हुन्छ यहाँतिर यहाँ दिदी राम्रो साउन्ड आउँथ्यो है र यहाँ राख्नलाई यहाँ ठाउँ त छ यहाँ छ हैन तर यहाँ के हुन्छ यो यसमा छ यस्तोमा यहाँ मुखमा पर्छ मुखमा साउन्ड निक्लिन्छ अनि यहाँ राख्नु भने पनि राम्रो साउन्ड आउँदैन गाइसहरु मैले टाइ हानेको सबतिर टाइ हानेको नि गाइसहरु अब यहाँ अलि राख्नु जस्तो छ आज चाहिँ कस्तो आउँछ तपाईहरु भन्नु लगाइछु यहाँ हुन्छ यहाँ अलि अनि त गाइस तपाईहरु कसै कोहीसँग नलेज छ भने हेलमेटमा माइक कहाँ राख्न ठिक हुन्छ कोही भ्लगरहरु हेरिराख्नु भएको छ भने मलाई यसो आइडिया दिनु लगाइछु राख्न ठाउँै छैन कहाँ राख्नु क्या पागल बनाउँछ पागल आज यहाँ राख्छु यहाँ यो छ नि यहाँ माथि भएर अनि कस्तो सुनिन्छ मलाई फिडब्याक दिनु होला तपाईहरुले भन्न चाहन्छु गाइस है कति बज्यो भने अहिले 10:32 भयो अब म यो जोड्छु नि हिँड्छु गाइस म चाहिँ हिँडेको अब तपाईँ पनि चिज सही भर्खर ढोगेको थिएँ मैले है अघि टक्कसँग बाइक खोज्ने बेलामा अनि चाबी लगाइदिनु यहाँ टक्कसँगले अनि जानुपर्ने हुन्छ म चाहिँ है यहाँ झ्याल पनि यसो यहाँ चोर छिर्छन् घरकै चोरहरू छन् हैन यस्तो के भयो सावधान चोरबाट सचेत रहनुपर्छ गाइसहरु है अब अनि मेरो साउन्ड चाहिँ अहिले क्लियर आयो कि आएन मलाई यसो भनिदिनु होला गाइसहरु हुन त म भए यो के रे उता पनि हेरिहाल्छु के रे एडिट हान्ने बेलामा पनि यो लुगा ढोको छैन त्यस्तो चाहिँ सुकेर छु मैले अरू लुगा चाहिँ उठाएँ त्यति नसुकेको छु त्यही अझै सुकेर छु है ल अहिले यसो बाइक स्टार्ट हाने भनेछ फेरि बाटोमा झ्याप हुने होला यसो बाइक तताएर हिँड्नु पर्ने छ गाइसहरु जहिले पनि हिँड्दाखेरि अन्त बाइक झ्याप गर्दै हल्लिएकोले पिकअप टुट्ने रहेछ है बिस्तारै हिँड्छु गाइस एकछिन बाइक तात्नु पर्यो नि त के यसो यतिकै रोक्नु गाइस मैले त्यहाँ यतिकै रोक्यौँ कि हिँड्न भयो क्या के गरौँ तपाईँहरू भन्छ मलाई के गरौँ माछा पानीमा सोचिला अनि उता पनि बस्छ नि त बिस्तारै गाइस एकछिन बिस्तार चलाउनु किनकि होइन बाइक तताउनु पर्यो नि त होइन तर बिस्तार बाइक तताउँदै लाउने आरामले जाने क्या यसरी म किनकि गाइस अस्ति होइन बाइक झ्याप यो के अरे अनलाइनमा पिकअप उठ्यो होइन गाइस कुदाउँदै भ्याट साउन्ड पनि आउँथ्यो यसमा साइलेन्सरमा गाइस किन होला भनेर मलाई चाहिँ मलाई के लाग्यो भने मैले बाइक नटटाइकन हिँडेर यस्तो राखेको छु मैले होइन जानु यसो गाडी कुदाउँदाखेरि बाइक तताउनु पर्छ नि त होइन त्यही जस्तो लाग्यो मलाई चाहिँ के हो तपाईँहरूलाई थाहा छैन भन्नु लगाएको छु मैले किनकि मलाई धेरै कुराहरू सिक्नु बाइक छ भर्खर त बाइक चलाउन सिक्दैछु होइन अनि धेरै कुराहरू थाहा हुँदैन मलाई तपाईँहरूलाई थाहा भएको हुनसक्छ नि त मलाई यसो तपाईँहरूलाई थाहा भएको कुराहरू यसो सेयरिङ होला भन्न चाहन्छु है आफ्नो बाइकै हल्लिन्छ झ्याप गर्छ
अनि अब एकछिन अब कुद्न सक्यो भने कुद्ने सोच स्टार्ट रोकिन्छ अब रोक्यो के भएको गएछु यार थाहा भएन मलाई चाहिँ यो व्यञ्जन कुरा जस्तो लाग्यो मलाई होइन के हुन्छ यस्तो अच्छा अब हेर्नु स्टार हान्छु म हुँदैन गर्दा यस्तो गर्दा गरेपछि बल्ल बल्ल हुन्छ है कस्तो आँखा के चाहिँ लाग्यो मैले यो के अरे यो यता राखेँ भने यो तल फ्युल हुन्छ नि यो यतापट्टि यता माथि सार्यो भने रिजर्भ हुन्छ यता तल सार्यो भने त्यो चल्छ छैन त्यहाँदेखि यता हुन्छ रोकिन्छ छैन त्यो यता गरेर त होइन त्यस्तो हो ठिकै हो यसमा रिजर्भमा चार हुन्छ नि जस्तो अस्ति पनि रिजर्भमा सार्दै भएको थियो होइन एकछिन लागि 2 सेकेन्ड होल्ड गरौँ भने हुन्छ कि अहिले चाहिँ म हिँडिसकेको छु यो गछानेर आइपुग्न आँटिसकेँ मैले के भन्छ यो बोर्ड बोलिरहेको छु भिडियो त यस्तो हाल्नु बिर्सेछु क्या लास्टमा मोबाइल राखेँ हेलमेटमा तर भिडियो चाहिँ स्टार्टै यस्तो लाग्यो भयो मलाई त्यो बोलिरहेको छु त्यो बोलिरहेको थियो नि हेलमेट सुन्नु पाउनु भएन है त्यो सिरियसली चाहिँ नबनाएको बेला काफिने मलाई चाहिँ खानेको छ क्या त्यो नि भोसु जरा खाएको थियो भोसुको उता के अरे खोटाङ जाने बेलामा अन्नपूर्णमा होइन अनि यता फेरि भोजुबाट यता इटरी फर्किराखेर बेलुका घाटमा अरुण खोला भन्छ नि अरुण खोलामा भएको त्यस्तो हो त्यस्तो हो त्यो अनि चाहिँ मेरो टाउकोसँग भन्नुपर्दा खासमा कुद्नु पाउँदा यस्तो बाटो छिटो बनाउनु बालन सरकार यो बाटो बनाउनु छिटो गर्नु पऱ्यो अति ढिलो भयो गई छ हामी चाहिँ आइपुग्यौँ यहाँ हो अब चाहिँ धन्यवाद है